Hello, namaste, sabizanalai, and if you if you guys are watching my live and replay, so this is my live. अनि म आज मेरो बिजनेस पेजबाट लाइभ आएको छु फेरि पनि स्पेसल गेस्ट लिएर अनि आज चाहिँ हाम्रो स्पेसल स्पेसल सो प्रिटी गेस्ट हुनुहुन्छ अनि अब उहाँको इन्ट्रो गर्दा अगाडि म मेरो आफ्नो छोटो इन्ट्रोड्युस दिन्छु होइन नमस्ते सबैजनालाई मेरो नाम चाङ्जु भ्लारिन हो म ओरिजिनली फ्रम रसुवा नेपालबाट हो भनेपछि हाल चाहिँ म अहिले युएसमा होइन पहिला म 18-19 वर्ष के अरे 19 वर्ष चाहिँ मैले न्युयोर्कमा बसेको थिएँ भनेपछि अहिले चाहिँ म न्यू जर्सीमा बसिरहेको छु मेरो फ्यामिलीहरूसँग अनि त्यसको साथसाथै म त काम गरिरहेको छु त्यसको साथसाथै मैले एउटा प्लान बीको रूपमा चाहिँ यो अमेजिङ अनलाइन डिजिटल बिजनेस एउटा मैले रन गरेर आइरहेको छु त्यसको थ्रुमा चाहिँ अहिले यो मैले स्पेसल गेस्ट बोलाउनु कारण पनि त्यसको थ्रुबाट हो होइन हाम्रो एउटा च्यालेन्जहरू माथिबाट हाम्रो टप लिडरहरूले च्यालेन्ज दिनुभएको छ त्यो च्यालेन्ज सबै मैले एक्सेप्ट गरेर आइरहेको छु यसमा पनि एउटा यो गेस्ट इन्भाइट गर्नेको च्यालेन्ज पनि एउटा पर्छ त्यो चाहिँ हप्तामा एउटा हाम्रो बिजनेस पढ्न इन्भाइट गरेर चाहिँ हाम्रो बिजनेसको बारेमा के हो कस्तो हो भनेर तपाईँहरूको सामने सेयर गर्नको लागि चाहिँ यो अपर्च्युनिटी दिनुभएको छ त्यसलाई ग्राब गरेर चाहिँ मैले यो आज थर्ड विक हो होइन यो हाम्रो स्पेसल गेस्ट बोलाउनु चाहिँ अनि त्यसको लागि चाहिँ मैले अब मेरो छोटो इन्ट्रो त भइहाल्यो अनि हाम्रो स्पेसल गेस्ट रामेश्वरी कटुवा तपाईँ फर्स्टमा चाहिँ म के भन्न चाहेँ भने थ्याङ्क यू सो मच तपाईँले यत्रो छोटो समयमा यति अब सिङ्गल माम हुनुहुने रहेछ होइन त्यहीमाथि तपाईँले फुल टाइम काम गर्दै होइन यो बिजनेस पनि अमेजिङ रन गरेर आइरहेको हुनुहुन्छ अनि यस्तो आफ्नो बिजीमा पनि तपाईँले मैले इन्भाइट गर्दाखेरि तपाईँले हुन्छ म भइहाल्छु म आउँछु भनेर एक्सेप्ट गर्नुभएको चाहिँ त्यहीदेखि थ्याङ्क यू सो मच भनेर भन्न चाहन्छु सो तपाईँको परिचय दिनु होला भनेर भन्न चाहन्छु नमस्ते गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ सबैजनालाई संसारको जुनै पनि पार्टबाट हामीलाई हेर्दै हुनुहुन्छ म रामेश्वरी खटुवा मैले पनि मेरो फेसबुकको बिजनेस पेजबाट पनि म हाम्रो यो इन्टरभ्यू लाइभ जाँदैछु होइन मैले चाहिँ यो चाहिँ मेरो च्यालेन्ज जुन हाम्रो डे 10 गो लाइभ च्यालेन्ज चलिरहेको छ आज चाहिँ मेरो डे 9 को रूपमा चाहिँ मैले तपाईँले मलाई बोलाउनु भएको थियो त्यसले मैले यो अपर्च्युनिटीलाई चाहिँ आफ्नो च्यालेन्जको रूपमा पनि मैले प्रेजेन्ट गर्न चाहे आफ्नो भ्युवर्स र फलोवर्सहरूको लागि सो जसले मलाई चिन्नुहुन्छ तपाईँहरूले त मलाई चिन्नुहुन्छ नै जसले त चिन्नुहुन्न उहाँहरूको लागि चाहिँ मेरो छोटो परिचय दिन्छु है अब त लाडन सिस्टमको पेजमा पनि मलाई कतिले चिन्नुहुन्न होला सो तपाईँहरूको लागि पनि छोटो परिचय ज्ञान नमस्ते सबैजनालाई म रामेश्वरी खटुवा म एउटा रजिस्टर्ड नर्स हो पेसाले पुरा म चाहिँ फुल टाइम रजिस्टर्ड नर्सको काम पनि गर्छु साथै चाहिँ मेरो छोरीसँग एज अ सिंगल मम विगत 12 वर्षदेखि चाहिँ न्युयोर्कमा चाहिँ बस्दै आइरहेको छु एगेन फुल टाइम रजिस्टर्ड नर्सको एज अ नर्सको काम गर्छु साथमा चाहिँ मैले यो अमेजिङ डिजिटल बिजनेस पनि घरैमा आफ्नो फुर्सदको टाइममा जुन फुल टाइम काम सकेर आएर मैले जुन सोसियल मिडिया स्क्रोल गरेर वेस्ट गर्ने टाइममा चाहिँ मजाले युटिलाइज गरेर सोसियल मिडिया प्लेटफर्म युटिलाइज गरेर चाहिँ यो बिजनेस चाहिँ मजाले चाहिँ रन गरिरहेको छु र सक्सेसफुली रन गरिरहेको छु आज चाहिँ म लारेन्सिसलाई चाहिँ हृदयदेखि थ्याङ्क यू भन्न चाहन्छु होइन आफूले मलाई यहाँ बोलाइदिनु भयो र मेरो मनको केही कुरा खोल्ने र हाम्रो भ्युवर्स र फलोवर्सहरूलाई चाहिँ हाम्रो बिजनेसको अमेजिङ बिजनेस को बारेमा पनि जानकारी गराउन सक्ने चाहिँ मलाई यहाँ बनाउनु भएको छ सो त्यसको लागि चाहिँ धेरै धेरै थ्याङ्क यू थ्याङ्क यू सो मच सो यहाँ म पनि अब अहिले एउटा त्यो इन्जोय गर्ने विषय छ के अरे आज 2 in 1 है एउटा टार्गेटमा दुईवटा त्यो पायो भने जस्तो भयो होइन मैले खास गरी यो के अरे स्पेसल गेस्टको त्यो के अरे लिस्ट चाहिँ मैले पहिला अब 1 महिना अगाडि मैले सेटअप गरेको थियो होइन सबैजनाको त्यो टाइम मिलाएर तर आज चाहिँ विच इज सो अमेजिङ है
किनभने हाम्रो गोल लाइफ च्यालेन्जको पनि आज डे 9 हो। डे 9मा चाहिँ हाम्रो बिजनेस पार्टनर होइन, बिजनेस पार्टनर इन्भाइट गरेर चाहिँ हामीले एक टक गर्नुपर्ने रहेछ होइन बिजनेसको हजुर, बारेमा। त्यो पनि अब आज 2 in 1 एउटा एकदम राइट टाइममा परेछ। सो विच इज डेफिनेटली। लाइक यो आज अब तपाईँको चाहिँ डे 9को नै टपिक हो भनेपछि मेरो चाहिँ 2टा टपिकमा पर्न सक्छ यो चाहिँ। एउटा हजुर, चाहिँ मेरो एभ्री विक होइन स्पेसल गेस्टको र आज गो लाइफ च्यालेन्जको डे 9को। है? सो विच इज सो अहिले आइम हामी ग्रेटफुल, के भन्छौँ रे? एकदम खुसी लाग्यो है, हजुर, एकदम खुसी पनि लाग्यो। मैले चाहिँ अब के भन्न लाग्यो भने तपाईँलाई तपाईँको इन्टु दिनुभयो मेरो भ्युवर सब्सक्राइब पनि भनेर भन्छु म, किनकि मेरो के अरे युट्युब पनि मैले युट्युबमा पनि हाम्रो बिजनेसको बारेमा हाल्ने सुरु गरिरहेको छु। त्यसैले मेरो भ्युवर सब्सक्राइब फलोवर्सहरूलाई चाहिँ तपाईँ आएर हाम्रो बिजनेसको बारेमा आज डेफिनेटली पनि तपाईँले एउटा के भन्छ गोल्डन नगेट्सहरू सेयर गर्नुहुन्छ भनेर आशा राख्दछु। सो डेफिनेटली। मैले अब फर्स्टमा चाहिँ अब तपाईँले सोध्नुपर्ने चाहिँ के छ भनेपछि मेरो क्वेसन चाहिँ तपाईँ यो बिजनेसमा नआउने भन्दा अगाडिको तपाईँको माइन्डसेट के थियो र यो बिजनेसमा आएर तपाईँको माइन्डसेट कसरी सिप भयो भने त्यसको चाहिँ तपाईँले त कस्तो ठुलै कुरा सोध्नुभयो है। सुरुमै ढिला आयो, खरै आयो कि क्वेसन पनि। थ्याङ्क यू सो मच क्वेसनको लागि। होइन, त्यही सोधेको मैले चाहिँ होइन, एउटा होइन, ठिक छ, ठिक छ, त्यो त केही प्रब्लम छैन होइन। हिजो हिजो मात्र हाम्रो डेको टपिक पनि थियो नि, कसरी चाहिँ माइन्ड सेट म्याटर्स हाम्रो बिजनेसमा भन्ने कुरा होइन। सो हिजोको टपिकमा पनि मैले कुरा गरेको थिएँ। त्यसको साथै चाहिँ अब यस्तो थियो कि होइन, जब मलाई यो बिजनेसको बारेमा थाहा थिएन, मलाई यस्तो लाग्थ्यो मेरो जिन्दगी अब यतिमै सीमित छ। छोरीको टेक केयर गर, काममा गएर बिरामीको टेक केयर गर, अनि पैसा जति स्यालेरी आउँछ त्यसले बिल तिर अनि कम्फर्टेबली बस्ने। सो छोरीको टेक केयर, काममा जाने, घर आउने, बिलहरू तिर्ने, अनि त्यतिमा मेरो यो दिमागमा माइन्डसेट चाहिँ त्यति सोच थियो कि त्यति चाहिँ सीमित थियो भनौँ न। त्यस्तो सानो स्मल सोच थियो। जब भन्छ नि हाम्रो जे पनि सक्सेस, जुनै पनि चिजमा सक्सेस हुनको लागि चाहिँ हाम्रो माइन्डसेट चाहिँ बिग हुनुपर्छ, ब्रोड हुनुपर्छ भन्छ नि। जति हामीले आफ्नो सोच ठुलो राख्छौँ त्यति नै हामीले चाहिँ सफलतातिर चाहिँ अगाडि बढ्नलाई चाहिँ हेल्प गर्छ। सो जब मैले यो बिजनेस मैले चाल पाएँ, थाहा पाएँ यो बिजनेसको बारेमा, मैले पुनमको थ्रु मेरो माइन्डसेट यसरी चेन्ज भयो कि मैले चाहिँ अब मैले यसरी सोच्न थालेँ, किनभने अब म यतिमा सीमित भएर भएन, अब मैले केही गर्नुपर्छ होइन। अगाडि आएर मेरो छोरीको भविष्यको लागि चाहिँ मैले अब केही चाहिँ गर्नुपर्छ, केही गर्ने चाहिँ सोच्नुपर्छ भन्ने चाहिँ अलिअलि दिमागमा त सोच आइराखेको थियो। तर यो बिजनेस प्लेटफर्म पाउँदा चाहिँ मैले त्यो ढुङ्गा खोज्दा देउता भेटाएँ भन्छौँ नि हामीले होइन। मैले चाहिँ यस्तै सोचिरहेको बेलामा चाहिँ यो अपर्च्युनिटी पाएँ होइन। त्यसपछिको मेरो सोच चाहिँ अब के छ भन्दाखेरि चाहिँ उसले त गरिरहेछ, मैले किन सक्दिनँ? कस्तो मान्छेले त गरिरहेछ यो बिजनेस भनेपछि मैले चाहिँ किन सक्दैन, म किन पछि पर्ने? मैले चाहिँ यो कुरा सोच्न छोडेँ कि म सक्दिनँ भन्ने जुन माइन्डसेट थियो मेरो पहिला, त्यसलाई चाहिँ मैले पछाडि छोडेर अहिलेको मेरो माइन्डसेट चाहिँ के हुन्छ भने चाहिँ म सक्छु, म ट्राई गर्छु, म सक्छु अनि म अगाडि बढ्छु भन्ने चाहिँ मेरो माइन्डसेट चाहिँ यसरी चेन्ज भएको छ। र यही माइन्डसेट लिएर म यो बिजनेसमा अगाडि बढिरहेको छु र सक्सेसफुली रन पनि गर्न सकिरहेको छु। डेफिनेटली मैले देखिरहेको छु यस्तो छोटो समयमा यति होइन तपाईँले सक्सेसफुली रन गरेर आइरहेको एकदम देखिरहेको छु। त्यसमा पनि मैले अमेजिङ एकदम त्यो अमेजिङ कुरा चाहिँ के लाग्यो भने होइन, तपाईँ एउटा सिङ्गल मम हुनुहुँदो रहेछ होइन। त्यसमा तपाईँले आफ्नै छोरीलाई टेक केयर गरेर त्योमा नर्सिङको कम यति सजिलो छैन होइन। नर्सिङ कम एकदम यति सजिलो छैन, तपाईँहरूले त्यही काम गर्छ। त्यसको त्यति हुँदा पनि तपाईँले यो बिजनेस चाहिँ होइन अमेजिङ यस्तो सजिलो खालको रन गरेर आइरहेको छ कि विच इज सो होइन लाइक। त्यसैले म भन्न चाहन्छु कि हाम्रो यो बिजनेस चाहिँ एकदम अमेजिङ प्लेटफर्म भनेर भने चाहिँ अमेजिङ भनेको कुरा चाहिँ म सधैँ हाम्रो मुखबाट निस्किन्छ होइन। किनकि अब कुनै मान्छेले त सोच्छ होला यो अमेजिङ भने पनि उनीहरूले स्टेप बाई स्टेप सिकाउँछ बस्छ, त्यो सिकाउँछ कि क्या हो जस्तो लाग्छ होला कि होइन। पनि लाग्छ होला होइन, किनभने त्यो चाहिँ यस्तो सिकाउनु यस्तो होइन। हामीले चाहिँ अटोमेटिक हाम्रो आफू, किनभने वन्स हामीले यो चाहेको आफूले चाहेको यो पायो भने त
डेफिनेटली पनि हामीले इन्जोय गरिरहेछ नि होइन, इन्जोय गरिरहेछ कतिको हामी यो भित्र पसेर कतिको खुसी भइरहेछ होइन। के हामीले त्यो खुसी चाहिँ त्यस्तै अब यस्तो आँखा चिम गरेर आएर खुसी पाएको होइन नि त। आफूले बुझेर जानेर के त्यसको अनुसार अझै त्योभन्दा पनि बढी होइन पाउँदाखेरि त वाइ नट, किन खुसी हुँदैन होइन। त्यसैले जहिले पनि हामी यो बिजनेसको बारेमा कुरो गरेर पनि मैले चाहिँ जहिले पनि त्यो एमेजिङ प्लेटफर्म भनेर अटोमेटिक आउँछ कि। होइन अब अमेजिङ नै छ नि त हाम्रो बिजनेस। त्यही त भने क्या सोच्नु न, काटेँ है मैले तपाईँलाई। होइन आज मै इन्टरभ्युअर जस्तो गरेर कुरा होइन यस्तो के यो बिजनेस किन अमेजिङ छ भन्नुहुन्छ भने चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, तपाईँ पनि फुल टाइम काम गरिराख्नु भएको छ, म पनि एज अ फुल टाइम नर्सको काम गरिरहेको छु। फर्स्ट थिङ त हामीले आफ्नो खेर गइराख्ने टाइमलाई युटिलाइज गरेर हामीले इन्कम जेनेरेट गरिरहेछौँ होइन। अमेजिङ त त्यहाँबाटै सुरु हुन्छ नि यो बिजनेस, हो कि होइन भन्नु न। हजुर त्यही त। अब त्यसपछिको तपाईँको क्वेसन लिन्छु यहाँ त्यही भने कि हामीले सोचेको म आफू भन्दाखेरि त म कसम भन्छु कि म आफूले सोचेको भन्दा भरि पाएको छु। मैले चाहिँ फर्स्टमा के सोचेको थिएँ भनेपछि यस्तो अपर्च्युनिटी एउटा पाउँ न, प्लेटफर्म एउटा पाए हुन्थ्यो, किनकि हामीले कहिलेसम्म मान्छेको मुनि काम गरेर बस्ने होइन। अनि त्यही माथि पनि अब कामहरू त सबै धेरै जस्तो काम त सबै अब पर्मानेन्ट त हुँदैन नि त होइन। पर्मानेन्ट हुँदा अब कुनै मान्छेलाई अब के अरे 30-40 वर्ष काम गरेर पनि त्यो कामबाट निकालिदियो भनेपछि त मेरो त केही पनि होइन नि त। मेरो काम त एकदम मेरो काम त झन् के हो भनेपछि मेरो चाइल्ड केयर काम हो। चाइल्ड केयर काम त के छ भने सानोदेखि हामीले बच्चा हेरेर आयो, बच्चा ठुलो भएपछि 4-5 वर्षदेखि बच्चा स्कुल जान्छ, बच्चा स्कुल गइसकेपछि फेरि के गर्नुपर्छ त अहिलेसम्म होइन मैले त्यो काम चाहिँ यस्तो सिप गरेर आइरहेको छ क्या। त्यसो म आफ्नो पिर हुन्छ कि ल मैले यस्तो मेरो काम त यति के अरे फ्युचर छैन, म आफूले पनि बच्चा 2टा छ होइन, के गर्ने होला बच्चाको लागि के देखाउने के दिने भन्ने पिरा एउटा थियो कि मलाई होइन। पिरा एउटा थियो। अब पहिला बच्चा सानो हुँदाखेरि मैले एउटा प्लेटफर्म एउटा पाए हुन्थ्यो पछिको लागि होइन, पछि लङ टर्मको लागि आफ्नो फ्युचरलाई राम्रो हुने, फ्यामिली अब बच्चाले पनि अब मेरो आमाले यस्तो काम गर्छ भनेर एउटा प्राउड फिल होस् त्यस्तो सोचेर होइन मैले एउटा खोजिरहेको प्लेटफर्म थियो कि मैले त यस्तो खोजिरहेको थिएँ कि एउटा मात्रै प्लेटफर्म पाएर त्यसमा चाहिँ बाटो मात्रै देखाउने मान्छे पाए हुन्थ्यो जस्तो लाग्ने कि। त्यतिखेर त्यही सोचेर मैले आएर खोजेको प्लेटफर्ममा अहिले के पाएछ त यसमा आएर, विच इज लाइक हामीले मेन्टोर कोच लाइफ टाइम होइन। त्यो माथि हाम्रो कम्युनिटी छ। त्यही पनि हाम्रो बिजनेस के भएछ, हाम्रो बिजनेस चाहिँ ग्लोबल हो। हामीले जहाँ गए पनि हामीले रन गर्नु मिल्ने होइन, जुनै सेकेन्ड ठाउँबाट हामीले रन गर्नु मिल्ने, जतिखेर आफूले फुर्सद हुन्छ त्यतिखेर रन गर्नु मिल्ने। हाम्रो बिजनेसमा चाहिँ फिक्स टाइम छैन नि त होइन। 24 आवर्सभित्र हामीले जस्ट लाइक 2 घन्टा होइन 2-3 घन्टा दिए पनि पुग्छ तपाईँले। त्यति पाएपछि त That's why I'm always saying like which is like so amazing like मैले सोचेको भन्दा पनि बढी पाएँ भने भन्छु क्या मैले। मैले यसमा अलिकति थप्छु है लाजन सिस। अब तपाईँले भन्नुहुन्छ 2 घन्टा भनेर तपाईँले फेरि 2 घन्टा मात्रै दिनुपर्छ भन्ने छैन नि त। तपाईँसँग अझ बढी टाइम छ भने तपाईँले अझ 24 घन्टा तपाईँले बिजनेसलाई दिन चाहनुहुन्छ भने इट्स अप टु यु होइन। त्यही अनुसार तपाईँको रिजल्ट पनि हुन्छ। सो कति हाम्रो बिजनेसमा हुनुहुन्छ, कतिजनाले चाहिँ एउटा पार्ट टाइमको रूपमा यो बिजनेसलाई अगाडि लगिरहनु भएको छ, उहाँहरूले सक्सेसफुली रन त डेफिनेटली गरिरहनु भएको छ। तर जसले चाहिँ फुल टाइमको रूपमा यो बिजनेसलाई अगाडि लिएर जानु भएको छ उहाँहरूको पनि त सक्सेस डिफ्रेन्ट काइन्डको छ नि होइन। तर पनि सक्सेस त सबैले रन गरिराख्नु भएको छ। सबैले आफ्नो हिसाबले कन्सिस्टेन्सी दिएर जब हामी यो बिजनेसमा काम गर्छौँ हाम्रो सफलता ढिलो चाँडो डेफिनेटली पोसिबल छ क्या यो बिजनेसमा। डेफिनेटली पनि है त्यो पोसिबल छ हाम्रो यो बिजनेसमा चाहिँ। हामीले अहिले तपाईँले भनेको जस्तो होइन 2-3 घन्टा भनेर पनि त्यही भएर यो आफ्नै बिजनेस हो। आफूले जति दियो भने आफ्नै खुसी हो है, आफ्नै खुसी आफ्नो फुर्सद जति टाइम दियो यति आफ्नो के हुन्छ नि त ग्रोथ है, ग्रोथहरू पाउँछ नि त। सो त्यसैले त्यही भन्न चाहन्छु हाम्रो यो प्लेटफर्म चाहिँ एनीवे एनी टाइम विच इज द्याट्स भेरी अमेजिङ भन्न चाहन्छु। सो मैले सेकेन्ड क्वेसनमा गएँ तपाईँलाई होइन। सेकेन्ड क्वेसन के छ भनेपछि अब तपाईँ के अरे
नर्स गर्नुहुन्छ एउटा सिङ्गल माम त्यहीपछि नर्सिङ काम गरेर चाहिँ यो बिजनेसलाई यस्तो सक्सेसफुल रन गरेर आइरहनु भएछ नि त त्यो चाहिँ तपाईँले कसरी एडजस्ट गर्नुहुन्छ भनेर म म्यानेज टाइम टाइम म्यानेजमेन्ट है त्यो भनेको सबैजनाको क्वेसन आउँछ क्या टाइम म्यानेजमेन्ट भनेको गर्नलाई चाहिँ अलिकति टाइम नै लाग्छ है सबैभन्दा पहिलो कुरा त अब तपाईँले चाहिँ मेन चिज चाहिँ म के भन्छ मेरो छोरी अहिले ठुली भई होइन उसलाई चाहिँ त्यस्तो अराउन्ड द क्लक केयर चाहिँ चाहिँदैन म प्रेजेन्ट हुनु पर्दैन सो मलाई त्यो चाहिँ अहिलेलाई अलिकति सजिलो छ होइन तर पनि अब काम त मेरो 9 to 5 8 to 5 त मेरो काममै बिजी हुन्छ त्यो टाइममा त मैले बिजनेस गर्ने कुरै हुँदैन होइन त्यो काम सकिसकेर बिहान अलिकति चाँडै उठेर म आफ्नो बिहानको काम गर्छु थोरै 1 घन्टा मैले बिजनेसलाई टाइम दिन्छु त्यसपछि म काममा जान्छु 8 घन्टा 9 घन्टा म काममै हुन्छु त्यसमा पनि लन्च आवरमा कहिलेकाहीँ म बिजनेसको काम गर्छु डेफिनेटली हुन्छ नि हामीले त यहाँ जहिले मिल्छ तैले गर्न मिल्ने बिजनेस हो नि त हाम्रो यो होइन त्यही भएर म लन्च टाइममा पनि कहिलेकाहीँ बिजनेसको काम गर्छु अनि त्योपछि चाहिँ 5 बजे मेरो काम सकिन्छ आफू वक गरिराखेको बेलामा पनि कहिलेकाहीँ बिजनेसको काम गर्छु किनभने हामी यसरी लाइभ आउनु होइन लाइभमा यसरी बोल्नु बिजनेसको बारेमा अरूलाई जानकारी दिनु पनि त हाम्रो बिजनेसको पाटो हो नि त होइन त्यो टाइममा पनि मैले बिजनेस गरिरहेको हुन्छु साथमा चाहिँ जब अब त्यो वकिङ पनि हुन्छ एक्सर्साइज पनि हुन्छ आफ्नो बडीको केयर पनि हुन्छ होइन त्यसको साथै चाहिँ अब त्यसपछि अब कुनै ठाउँमा राम्रो ठाउँ भेट्यो भने म मेरो भ्युअर्सहरूलाई देखाइहाल्छु क्या किनभने मलाई एकदमै मनपर्छ नयाँ नयाँ ठाउँमा जाने कति चिजहरू हुन्छ नि न्युयोर्कमै बसे पनि कति ठाउँहरू हामीले त देखेकै छैन रहेछ क्या सो त्यही भएर चाहिँ अहिले आएर चाहिँ मैले के थालेको छु भने चाहिँ स्पेसली ब्रुकलिन र म्यानह्याटनको एरिया चाहिँ मैले भ्याएसम्मको वक गरेर भ्याएसम्मको एरियाहरू चाहिँ म देखाउँदै गइरहेको छु होइन सो टाइम म्यानेजमेन्ट भनेको जति आफूले गर्यो जति तपाईँले आफ्नो बिजनेसको लागि टाइम दिन सक्यो त्यति राम्रो कुरा हो कि टाइम म्यानेजमेन्ट गर्ने भनेको आफूले जुन चिजलाई मैले चाहिँ बिजनेसलाई प्रायोरिटी दिनुपर्ने टाइममा चाहिँ बिजनेसलाई प्रायोरिटी दिन्छु म अनि आफ्नो घरको चोर्सहरू त गर्नै पर्यो होइन सरसफाइ गर्नै पर्यो त्यो सरसफाइ गर्नेदेखि लिएर सबै चिज चाहिँ कहिलेकाहीँ चाहिँ बिजनेसलाई भनेर त्यो सफाइ गर्ने काम 2 मिनट पछि राख्ने हो कि होइन अलिकति टाइम पछाडि राखेर चाहिँ त्यो सरसफाइको कामलाई छोडेर अहिले एकैछिन बिजनेसको टाइम दिन्छु होइन त्यसरी चाहिँ म टाइम म्यानेज हुन्छ कि जुन चाहिँ चिज चाहिँ अहिले प्रायोरिटीमा छ नि मैले गर्नै पर्ने छु त्यो चिजलाई चाहिँ म प्रायोरिटीको रूपमा चाहिँ गर्छु अगाडि अनि त्यसपछि चाहिँ अरू चिजहरू चाहिँ म पछाडि मात्र गर्छु मतलब चाहिँ आफ्नो प्रायोरिटीको काम सकेर मात्रै गर्छु त्यसरी चाहिँ मैले अहिले टाइम म्यानेज गरिरहेको छु एगेन सजिलो भन्ने कुरा त कहाँ छ र होइन त्यो पनि टाइम लाग्छ त्यो ग्रुपमा आउन भन्छ नि जबसम्म त्यो एडजस्ट हुनलाई टाइम लाग्छ तर जब तपाईँ एडजस्ट हुनुहुन्छ तपाईँले आफ्नो स्केड्युल अनुसार चाहिँ यो बिजनेसलाई चाहिँ तपाईँले अगाडि लिएर जान सक्नुहुन्छ Definitely, yeah, definitely. Yeah, oh my gosh, amazing, which is so amazing. किनभने मैले तपाईँले त्यो किन सोधेको भनेपछि होइन हामीले आफू गर्छु भनेर आयो भने होइन जसरी पनि टाइम चाहिँ हामीले म्यानेज गर्न सक्ने रहेछ है अब म त भन्नु परेन कि भन्नु परेन तपाईँको अब एउटा सिङ्गल ममले यति आफ्नै फुल टाइम गरेर आफ्नो के अरे छोरीले टेक केयर गरेर त्यसको साथसाथै यस्तो प्लान बीको होइन यो के अरे आफ्नो फ्युचरको लागि सक्सेसफुल रन गरेर आउन सकेको छ भनेपछि त होइन वाइ नट तपाईँहरू पनि होइन यसै प्लेटफर्म एउटा खोज्नुहुन्छ भनेपछि होइन डेफिनेटली पनि जोइन गर्नु बुझ्नु होला होइन फर्स्ट बुझ्नु होला आएर बुझिदिनु होला किनकि यो भनेको चाहिँ तपाईँले 24 आवर्सभित्र तपाईँले जतिखेर फुर्सद पाउँछ त्यतिखेर आफूले रन गर्ने हो होइन किनकि हामीले यसै पनि उसै पनि हामीले मान्छेको कन्टेन्टहरू हेरेर दिनमा 2 देखि 3 गरेर बिताउँछ नि त कम्तीमा कहिलेकाहीँ त हजुर यति कम्तीमा त्यति बिताउँछ नि त त्यसको साथै तपाईँले यो बिजनेसमा दिएर आयो भनेपछि होइन किनकि आफूले आफ्नो फ्युचरको लागि हो होइन यसको साथसाथै के अरे आफ्नै लेगेसी पनि पास गर्न मिल्ने हो त्यो पनि त्यसमा पनि ग्लोबल हो होइन त्यसैले तपाईँहरूले त्यस्तो प्लेटफर्महरू खोजिरहेछ भनेपछि पछाडि नबस्नु होला यस्तो मनमा चाहिँ मैले सक्दैन होला यस्तो टाइम दिनुपर्ने रहेछ भनेर सोचिरहेको छ भनेपछि होइन तपाईँले गर्छु मात्रै भनेर तपाईँ मनभित्रबाट आउनु पर्यो होइन त्यो आएपछि तपाईँले डेफिनेटली पनि आउनुहोस् बुझ्नुहोस् तपाईँले फर्स्टमै तपाईँले जोइन गर्नुपर्छ भन्ने छैन होइन
हो, यहाँ definitely. अनि तपाईँले केही थप्नुपर्ने छ त्यो थप्नु न। मलाई यहाँ दुईवटा चाहिँ भनाइ थप्न मन लाग्यो क्या यहाँ। Sure. भन्छ नि एउटा पहिलो चिज त खाने मुखलाई जुङ्गाले छेक्दैन है। तपाईँ भोको हुनुहुन्छ, त्यो जति नै लामो जुङ्गा होस् न, त्यो जुङ्गाले तपाईँलाई छेक्दैन खानलाई हैन। अर्को चाहिँ इङ्ग्लिसमा त्यसैलाई के भन्छ भने when there is a will there is a way हैन। जब तपाईँले गर्छु भनेर ठान्नुहुन्छ नि, पुरी कायनात भन्छ नि हाम्रो हिन्दी फिल्ममा, त्यसले चाहिँ तपाईँलाई त्यो गर्नको लागि चाहिँ हेल्प गरिराखेको हुन्छ। सो तपाईँले चाहिँ मनदेखि भने नि तपाईँले माइन्ड सेट लिएर एउटा सोच लिएर अगाडि बढ्नुहुन्छ, आएर बुझ्नुहोस् हैन। तपाईँलाई चाहिँ एकदमै फाइदा हुने बिजनेस छ। तपाईँले देखिरहनु भएको छ मेरो या लाडन सिस्टरको लाइफ चेन्ज भइरहेको छ यो बिजनेसले, तपाईँको लाइफ पनि पक्कै पनि चेन्ज गर्छ। सो इट्स अप टु यु नाउ। Yeah, definitely, yeah. So, yeah, thank you so much. So, तपाईँले चाहिँ अब स्टार्टिङ हुन्छ नि हाम्रो भ्युवर्स होइन, हाम्रो भ्युवर्स र फलोवर्सहरू चाहिँ हाम्रो भिडियोहरू देख्नुहुन्छ, हेर्नुहुन्छ उहाँहरूले होइन। अनि हाम्रो बिजनेसको बारेमा के रहेछ भनेर अहिले फलो गरेर आइरहेको हुन्छ। तर पनि कसैले त्यस्तो लाग्दो रहेछ कि ए यो बिजनेस त के हो, यो त के अरे स्क्याम होला भनेर होइन, त्यस्तो सोचेर हेर्ने चाहिँ भिडियो सबै हेर्दो रहेछ। तर पनि यस्तो स्क्याम रहेछ, स्क्याम होला भनेर सोचेर बस्छ नि, उहाँहरूले तपाईँले के भन्न चाहन्छ? गुड क्वेसन लाडन सिस, थ्याङ्क यू सो मच। सो सबैभन्दा पहिलो कुरा चाहिँ म के भन्न चाहन्छु हाम्रो भ्युवर्स र फलोवर्सहरूलाई चाहिँ, अनि सब्सक्राइबर तपाईँको हुनुहुन्छ युट्युबमा, उहाँहरूलाई चाहिँ म के भन्न चाहनुहुन्छ भने गुड जब। किन भन्नुहुन्छ? किनभने आफ्नो लागि सतर्क हुनु भनेको इट्स भेरी इम्पोर्टेन्ट है। कुनै पनि चिजमा तपाईँ अगाडि बढ्नुहुन्छ, स्पेसली फाइनेन्सियल चिजहरूमा या अरू नै कुनै चिजमा तपाईँले जानकारी अगाडि पाउन चाहनुहुन्छ, तपाईँले खोजिरहनु भएको छ तर तपाईँलाई कसैले इन्फर्मेसन दिनुहुन्छ भने चाहिँ तपाईँले स्क्याम हो कि भनेर सोच्नु भनेको तपाईँले आफ्नो प्रोटेक्सन गर्न खोज्नु भएको हो। सो इट्स गुड जब फर यु। किनभने हो धेरै मान्छेको दिमागमा आउँछ, तपाईँले यो सोच्नु पनि एउटा आफ्नो लागि राम्रो कुरा हो, सोच्नु पनि पर्छ। तर यो कुरा चाहिँ बुझ्न जान्नलाई चाहिँ जरुरी छ तपाईँले चाहिँ कुनै पनि चिज भित्र आउँदै नआइकन हैन, राम्रोसँग बुझ्दै नबुझिकन चाहिँ कुनै पनि चिजलाई स्क्याम हो भनेर चाहिँ पछि हट्नु चाहिँ त्यो चाहिँ नट गुड जब है। त्यो चाहिँ राम्रो होइन। किनभने हाम्रो बिजनेस हामी किन स्क्याम होइन भनेर हामी थकुवाका साथ भन्न सक्छौँ भने चाहिँ फर्स्ट थिङ चाहिँ हाम्रो बिजनेस लेजिट लिगल बिजनेस हो। यो बिजनेसमा तपाईँको कुन देशमा हुनुहुन्छ त्यही देश कुन कन्ट्रीमा हुनुहुन्छ त्यो कन्ट्रीको त्यही देशको चाहिँ कानुन बमोजिमको तपाईँको ट्याक्स काटिन्छ यो बिजनेसमा है। अब युएसमा T4 भन्ने फर्म आउँछ एट द एन्ड अफ द इयर, युएसमा होइन, युएसमा 1099 भन्ने फर्म आउँछ, अनि क्यानाडामा भने चाहिँ T4 भन्ने फर्म आउँछ जुन चाहिँ हामीले एट द एन्ड अफ द इयर ट्याक्स फाइल गर्छौँ हैन। एज अ इन्डिपेन्डेन्ट बिजनेस ओनर ट्याक्स फाइल गर्छौँ। सो यो बिजनेस चाहिँ फर्स्ट थिङ कम्प्लिटली लेजिट लिगल बिजनेस हो, जहाँ हामीले चाहिँ ट्याक्स फाइल गरेर गरिने बिजनेस हो। कुनै पनि ट्याक्स फाइल गरेर गरिने बिजनेस चाहिँ स्क्याम पक्कै पनि होइन है। अर्को कुरा भनेको तपाईँले देख्न सक्नुहुन्छ हामी यसरी प्रेजेन्ट भएर तपाईँहरूको सामु चाहिँ लाइभ आएर हाम्रो दिनको कति मोमेन्टहरू हामी तपाईँहरूसँग सेयर गरिराखेको हुन्छौँ। सो सोच्नुहोस्, यदि हामी स्क्यामर हो भने यसरी तपाईँको अगाडि आएर बोल्दैनथ्यौँ, हामीले अनुहारमा मास्क लाएर बोल्थ्यौँ होला, कहिले भिडियो कलमा कसैसँग कुरा गर्दैनथ्यौँ होला। किनभने स्क्यामरले आफ्नो परिचय कहिले पनि खुलस्त रूपमा खुलाउँदैन। र तपाईँले हाम्रो बिजनेस पेजहरू पनि भिजिट गर्नुभयो भने देख्न सक्नुहुन्छ हामीले आफ्नो फ्यामिलीदेखि लिएर आफ्नो घर, आफ्नो ठेगाना, आफ्नो दैनिक दिनचर्या पनि तपाईँहरूसँग सेयर गरिराखेका हुन्छौँ। सो डेफिनेटली यहाँबाट पनि तपाईँले बुझ्न सक्नुहुन्छ कि हामी लजिट हो कि होइन हैन। अर्को चिज चाहिँ के छ भन्दाखेरि चाहिँ म एउटा कुरा मात्र भन्छु हैन। तपाईँलाई चाहिँ हामीले यो बिजनेसमा आउनुहोस्, तपाईँलाई हामीले चाहिँ बिना जानकारी तपाईँलाई हामीले पुल गरेर, मतलब हुन्छ नि तपाईँलाई चाहिँ आउनै पर्छ, आउनुहोस् कि आउनुहोस् भनेर हामीले तपाईँलाई चाहिँ लोभ लालच देखाएर यो बिजनेसमा तपाईँलाई हामीले तान्न खोजेको छैनौँ। किनभने हाम्रो बिजनेसले यो अलाउ पनि गर्दैन
है हाम्रो बिजनेसमा चाहिँ हामीले कसैलाई चेज गर्दैनौँ हामीले दिने भनेको चाहिँ बिजनेस मोडलको बारेमा जानकारी दिने हो बिजनेसको बारेमा जानकारी दिने हो र बिजनेस गरिसकेपछि हाम्रो जीवनमा कस्तो परिवर्तनहरू आयो त्यो तपाईँलाई जानकारी दिने हो सो द्याट यु क्यान मेक इन्फर्म डिसिजन तपाईँले चाहिँ बुझेर आफैले चाहिँ यो मेरो लागि हो कि होइन भनेर बुझेर चाहिँ तपाईँ अगाडि बढ्ने नबढ्ने डिसिजन इज अप टु यु सो हाम्रो बिजनेस किन स्क्याम होइन मैले चाहिँ यो 3 रिजन्स दिन चाहेँ तपाईँले कुनै थप्न चाहनुहुन्छ भने लाडन्सिस यु क्यान डु द्याट बट आई थिङ्क थ्याङ्क दिस यू इज अलमोस्ट अ गुड रिजन हियर या द्याट यु आर नट स्क्याम या स्योर थ्याङ्क यू सो मच तपाईँले एकदम 3 रिजन एकदम राम्रो दिनुभयो डेफिनेटली पनि मेरो भ्युवर्स र होइन उहाँहरू चाहिँ फलोवर्सहरूले चाहिँ डेफिनेटली पनि एउटा आइडिया भनौँ न होइन त्यो पायो होला होइन त्यसको के गर्नुपर्दो रहेछ भनेर त्यसमा चाहिँ मैले थोरै एउटा दुइटा थप्छु होइन के हो भनेपछि धेरै जस्तोले चाहिँ के सोच्दो रहेछ भने होइन स्क्याम मान्छेको कन्टेन्ट्सहरू हेर्दो रहेछ हेर्ने चाहिँ पुरा खोजेर हेर्दो रहेछ हेरेर चाहिँ उहाँहरू चाहिँ स्क्याम हो भन्दो रहेछ क्या स्क्यामको मतलब चाहिँ मैले यस्तो हेर्दाखेरि कसैलाई थाहा छैन जस्तो लाग्छ कि मैले स्क्याम भने केमा स्क्याम भन्छ भनेर किनकि मैले हाम्रो मान्छेहरू धेरै जस्तोको चाहिँ सबैजनाको फेसबुक टिकटक होइन इन्स्टा युट्युब पनि हुँदो रहेछ उहाँहरूको एकाउन्ट होइन हुँदो रहेछ तर पनि उहाँहरूले चाहिँ आफ्नै फोटो प्रोफाइलमा फोटो नराखेर होइन कि आफ्नै फेस नराखेर होइन मान्छेको कन्टेन्ट्सहरू भित्र गएर खोतालेर हेर्दो रहेछ कि उहाँहरूले अनि हेरिसकेपछि चाहिँ आफू चाहिँ एउटा के भन्दा आफ्नो फेस भएको फोटो पनि राख्न नसक्ने अनि मान्छेको भित्र गएर हेरेर चाहिँ अनि केहीले सानोतिनो कुराले चित्त नबुझेपछि ए यो त स्क्याम हो तपाईँहरू त मान्छे ठाक्नु हो भनेर त्यस्तो भन्दो रहेछ क्या त्यसैले मैले के भन्न चाहन्छु भनेपछि तपाईँहरू आफै विचार गर्नु होला होइन किनकि स्क्याम चाहिँ कस्तो स्क्याम भन्छ होइन जुन अब हामी त भयो हामी त सधैँ हामीले फेस देखाएर हामी आउँछौँ होइन फेसमा तर पनि मान्छेहरूलाई कुनैले आफ्नो फ्यामिलीको फोटो राखिरहेछ कुनैले आफ्नै फेसको फोटो राखेर सबै पोस्ट गरेर राखेको देख्छ नि त उहाँहरू चाहिँ स्क्याम भनेर पछि तपाईँको चाहिँ के हो भनेर क्या त्यो क्वेसन गर्छु कि तपाईँको चाहिँ के हो तपाईँको आफूको फेसबुक र आफूको त्यो प्रोफाइलमा चेक गर्यो कि गरेन आफूको प्रोफाइलमा चाहिँ तपाईँ अप टु डेट छ कि छैन पहिला तपाईँ आफ्नै फेसबुकमा चेक गर्नुहोस् अनि पछि आएर चाहिँ मान्छेको त्यसमा चाहिँ पोइन्ट गर्नु भनेर भन्न चाहन्छु कि मैले चाहिँ That's a good point, you know, that Didi says it's really हामीले कति देखिरहेको हुन्छौँ फेसबुकमा प्रोफाइल पिक्चरै हुँदैन कि त केही अरू चिजकै हुन्छ उहाँहरूले आफ्नो बारेमा केही सेयर गरिराख्नु भएको हुँदैन अनि त्यसपछि होइन अनलाइनमा त धेरै चिजहरू छन् नि होइन धेरै स्क्यामहरू पनि छन् अगेन मैले सुरुमै भने नि इट्स गुड टु बी अवेयर तर यो होइन कि स्क्याम हो भनेर एउटा लजिट बिजनेसलाई पनि अगाडि आएर नबुझिकन तपाईँले चाहिँ स्क्याम हो भनेर पछाडि हट्नुहुन्छ भने चाहिँ तपाईँले त्यो अपर्च्युनिटी त गुमाउनु भयो नि होइन त्यही भएर त हामी भन्छौँ आउनुहोस् बुझ्नुहोस् तपाईँलाई इन्फर्मेसन दिनको लागि त हामी रेडी छौँ त होइन तपाईँले चाहिँ अब मेरो लागि होइन भन्नुहुन्छ अगेन भने नि हामी कसैलाई चेज गर्दैनौँ यो बिजनेसको फाइदा भनौँ न हाम्रो बिजनेसले चाहिँ तपाईँको हाम्रो लागि क्लाइन्ट कस्टमर्स बायर्स लिएर आइदिन्छ हामीले गएर खोज्नु पर्दैन हाम्रो अटोमेसन सिस्टमले चाहिँ हामीलाई क्लाइन्ट कस्टमर बायर्स चाहिँ हाम्रो अगाडि चाहिँ लिएर आइदिन्छ है सो हामीले चेज गर्नु पर्दैन यहाँ हामी कसैलाई कन्भिन्स गर्दैनौँ सो रिपिट गरे जस्तै हुन्छ होइन यहाँ चाहिँ हामीले इन्फर्म डिसिजन दिने हो तपाईँलाई बिजनेसको बारेमा जानकारी दिने हो सबै बिजनेस बुझिसकेर पनि तपाईँ अगाडि आउनुहुन्न भने तपाईँलाई गुड लक भन्ने हो बाई बाई भन्ने हो हामीले हामीले भन्दैनौँ तपाईँको इच्छा हो सो आई डोन्ट नो हाउ यु क्यान कन्सिडर दिस एज अ स्क्याम बट डेफिनेटली पनि होइन अब तपाईँहरूलाई एउटा अब हाम्रो त्यस थ्रुबाट तपाईँहरूले अलिकति त बुझ्नु सकेको होला होइन मैले पनि त्यही भन्न चाहन्छु तपाईँहरूले जब आफ्नो इन्ट्रेस्ट छ भने तपाईँले भिडियो मात्रै हेरेर के पोस्टबाट हेरेर टाइम चाहिँ वेस्ट नगर्नु होला होइन कति तपाईँहरू इन्ट्रेस्ट छ भने तपाईँहरूले त्यो मान्छे जो
जुन मान्छेको होइन तपाईँले कन्टेन्ट भिडियोहरू देख्यो अहिले इन्ट्रेस्ट भयो मैले पनि त्यस्तो गर्नुपर्छ कि क्या हो हुन्छ नि त मैले यस्तो अब पहिलादेखि म यस्तो एउटा खोजिरहेको थियो त्यसको बारेमा रहेछ के छ बुझ्नु पर्यो भने आयो भने राइट अब यु क्यान लाइक कन्ट्याक्ट द्याट पर्सन होइन डोन्ट वेस्ट यो टाइम भनेर भन्न चाहन्छु म चाहिँ होइन किनकि मैले चाहिँ अब मेरो लागि चाहिँ यो प्लेटफर्म चाहिँ एकदम मैले मेरो लाइफमा धेरै जस्तो मैले भनिरहेको हुन्छु मैले 16 वर्ष अगाडि खोजेको प्लेटफर्महरू हो मेरो लागि चाहिँ तर पनि मैले के भन्छ भने आफूले गिभ अप नगर्यो भने चाहिँ त्यो पाउँदो रहेछ भने चाहिँ मैले बिलिभ भयो कि यसमा आएर किनकि मैले 16 वर्ष अगाडि खोजेर आएको यो प्लेटफर्मले होइन एउटा यस्तो पाए हुन्थ्यो यस्तो गर्नु पाए हुन्थ्यो भनेर सोचेर खोजेर आएको प्लेटफर्म चाहिँ मैले जब लास्ट इयर मैले भेटेँ होइन भेटेपछि मैले चाहिँ इट्स इन विदिन वान विक म इन्डोर भएँ कि यो बिजनेसभित्र किनकि मैले चाहेको थिएँ नि त यो प्लेटफर्म भित्र गएर मैले बुझ्यो नि त मैले भित्र राइट एउटा मैले कन्सियस मेरो मेन्टरको भिडियो देखेँ होइन देखेपछि मैले राइट अब मेरो मेन्टरले मैले कन्ट्याक्ट गरेँ कि कन्ट्याक्ट गरेपछि के हो कस्तो हो यो बिजनेस बारेमा बुझेपछि त विच इज सो अमेजिङ है ओ माई गास मैले त सोचेको भन्दा पनि धेरै पाएँ भने कुरो त्यही हो क्या मैले लिजिट म्यान है एउटा लिजिट रहेछ त्यो माथि ग्लोबल रनिङ रहेछ त्यो माथि पनि हाम्रो 5 वर्षभित्र होइन इट्स रिटायरमेन्ट हुने अपर्च्युनिटी रहेछ नि त यो बिजनेसभित्र विच इज लाइक रिसेन्टली हाम्रो कोच रिटायर लिनुभयो नि त होइन रिटायरमेन्टको छैन विच इज लाइक वा त्यहाँ पुग्यो नि त त्यो 5 वर्षभित्र होइन यस्तो रिटायरमेन्ट पाउँछ भने त मैले अहिलेसम्म कुनै ठाउँमा पनि सुनेको थिएन क्या मैले के सुनिरहेको छु भने चाहिँ हामीले रिटायर पार्नलाई हामीले के भन्छ 65 इयर्ससम्म कुर्नुपर्छ हामीले त्यो कम्पनीमा 20-25 वर्ष काम गर्नुपर्छ भनेर चाहिँ मैले सुनेर आएको हो तर मेरो काम चाहिँ कम्पनीमा चाहिँ होइन मैले त्यस्तो सुनेर आएको हो क्या जब मैले यो बिजनेसभित्र आएँ मैले थाहा पाएँ कि 4 to 5 इयरभित्र चाहिँ होइन हाम्रो अपर्च्युनिटी भनौँ न अपर्च्युनिटी होइन रिटायरमेन्ट हुने अपर्च्युनिटी रहेछ अनि त्यो माथि पनि अब यो हाम्रो यो बिजनेस चाहिँ जतिखेर गर्ने एनी टाइम एनिवेयर है अनि लास्टमा आयो कि हामीले अब यो बिजनेस गर्दा गर्दै आएपछि हामीले आफूले गर्नु नसक्ने बेलामा चाहिँ यो बिजनेस चाहिँ हामीले लेगेसी पास गर्न मिल्ने आफ्नो बच्चालाई आफ्नो फ्यामिलीलाई है त्यस्तो भने चाहिँ वाइ नट छ विच इज द्याट्स वाइ मैले 1 हप्ता मात्रै लिएको थियो होइन यो भित्र पास्नलाई त्यही भनेर भन्न चाहन्छु तपाईँहरू पनि त्यस्तै एउटा प्लेटफर्मबाट खोजिरहेछ अथवा क्युरियोसिटी क्वेसन आउँछ भनेपछि रिच आउट गर्नु होला त्यो एकजना मान्छे सबैले रिच आउट गरेर बस्यो भने तपाईँको क्वेसनको लागि आन्सर पाउनु गाह्रो नै हुन्छ तपाईँको टाइम पनि वेस्ट हुन्छ त्यसैले राइट अवे टेक एक्सन होइन मलाई तपाईँले भन्नुभएको एकदम सही लाग्यो के किनभने जति हामीले अर्काको कन्टेन्ट हेर्दै जान्छौँ अब आज एकजनाको कन्टेन्ट हेर्नुभयो तपाईँलाई चाहिँ ओके आई थिङ्क दिस इज समथिङ भन्ने लाग्यो होइन त्यसपछि फेरि अर्कोको कन्टेन्ट हेर्नुहुन्छ फेरि अर्कोको कन्टेन्ट हेर्नुहुन्छ फेरि अर्को अझ बुझ्न मन लाग्छ त्यो कन्टेन्ट हेर्नुभन्दा तपाईँले सुरुमा जसको भिडियो हेरेर तपाईँलाई इन्ट्रेस्ट लागेको छ नि उहाँलाई कन्ट्याक्ट गरेर तपाईँले सोध्नु भएको भए त तपाईँले एन्सर पाइसक्नुहुन्थ्यो नि होइन त्यस पनि भनिहालेँ नि हामी अर्काको कन्टेन्ट हेरेर कति टाइम वेस्ट गर्छौँ तपाईँले यदि त्यो मान्छेलाई रिच आउट गर्नु भएन भने अर्काको भिडियो त फेरि पनि तपाईँले स्क्रोल गर्दै आफ्नो टाइम त वेस्टै गरिराख्नु भएको छ नि अब मैले पनि भने मेरो छोरी अब एज अ नर्सको स्यालेरीले मलाई खाना बस्न अहिलेको लागि त पुग्छ कम्फर्टेबली बस्न पुग्छ तर मैले सेभिङ अलिकति पनि बनाउन सकिराखेको थिइनँ अब छोरी ठुली हुँदै आयो कलेज एजुकेसन अमेरिकाको एकदमै महँगो हुन्छ मसँग सेभिङ छैन नै भने पनि हुन्थ्यो के त्यतिखेर होइन जब मैले यो प्लेटफर्म पाएँ मैले ढुङ्गा खोज्दा देउता भेटाएँ जस्तै लाग्यो यो प्लेटफर्मले मलाई त्यो फाइनेन्सियल सिक्योरिटी दिने एउटा प्लेटफर्म पाएको छु मैले त्यसको साथै पनि मैले यो बिजनेस भनेर सबै चिज छोडेर बिजनेस मात्रै गर्नुपर्छ भन्ने पनि त छैन नि मैले आफ्नो प्यासनको नर्सिङ काम मैले छोडेको छैन एज अ फुल टाइम काम गरेर पनि मैले यो बिजनेसलाई सक्सेसफुली रन गरिरहेको छु हेर्नु त अघि भनिहालेँ यो त मेन फाइदा मलाई चाहिँ यो लाग्छ होइन अर्को चाहिँ इन्कम पोटेन्सियल हाम्रो बिजनेसमा यति छ कि तपाईँले
ती मेहनत लाएर जति टाइम लागेर यो काम यो बिजनेसमा टाइम दिनुहुन्छ, जति मेहनत लाएर काम गर्नुहुन्छ, त्यति नै तपाईँको इम्प्रुभमेन्ट हुन्छ, ग्रोथ हुन्छ र सक्सेस पनि त्यही अनुसार हुन्छ हैन। अनि त्यसमा हामीले एउटा के भन्छ ऊ पनि एक्जाम्पल पनि दिन्छौँ हैन। हामीले चाहिँ यो बिजनेसमा हामीलाई एउटा ब्ल्याङ्क चेक दिएको हुन्छ, त्यो ब्ल्याङ्क चेकमा तपाईलाई मनपर्ने अमाउन्ट कति चाहनुहुन्छ तपाईँले त्यो ब्ल्याङ्क चेकमा लेखेर त्यो अमाउन्ट पाउनको लागि तपाईँले कति मेहनत गर्नुहुन्छ, तपाईँले त्यति मेहनत गर्नुहुन्छ भने चाहिँ त्यो अमाउन्ट पाउनलाई चाहिँ कुनै ठुलो कुरा होइन यो बिजनेसमा हैन। स्काई इज द लिमिट पनि भन्छौँ क्या यो बिजनेसको फाइदा चाहिँ हैन। अर्को कुरा त अब टाइम फ्लेक्सिबिलिटी त लाडेन्सिसले भनिहाल्नुभयो। टाइम त तपाईँले जुन बेला मन पर्यो त्यति बेला, राति 12 बजे उठेर गर्छु भन्नु पाउनुभयो, दिउँसो 12 बजे गर्छु भन्नुभयो पाउनुभयो। आज गर्दै गर्दिन एकदमै थाकेछु, ओ माई गड म त यति गर्छु छोड्छु आज भन्नुहुन्छ भने त्यो पनि पाउनुभयो। किनभने तपाईँ त बस फ्री लाइफ जिउनुहुन्छ नि यो बिजनेसमा। तपाईँलाई न कसैले तैँले आज किन काम गरिनस् भन्दैन हैन, त काममा किन आइनस् भन्दैनन्। तिम्रो यो 8 to 5 हो, तिमीले क्लक इन गरिसक्यौ, अब काममा गर्नै पर्छ भन्ने छैन। तपाईँले 5 बज्यो क्लक आउट गरिसक्यो, अब तिमीले काम गर्न पाउँदैनौ भन्दैन यो बिजनेसमा। तपाईँलाई आफूलाई पाएक परेको बेलामा तपाईँले बिजनेस गर्न सक्नुहुन्छ। अर्को कुरा त हामी यो बिजनेसलाई पकेट बिजनेस पनि भन्छौँ, किनभने यो बिजनेस तपाईँको पकेटमा रहेर संसारको जुनै ठाउँमा जानुस्, तपाईँको इन्टरनेट छ र एउटा फोन या डिभाइस छ, ट्याब्लेट, ल्यापटप, आइप्याड, जुन डिभाइस छ तपाईँसँग इन्टरनेट छ, तपाईँले यो बिजनेस रन गर्न सक्नुहुन्छ। भनेपछि तपाईँको बिजनेस तपाईँ जहाँ जानुहोस् त्यहाँ जान्छ। भेकेसनको टाइममा पनि तपाईँ भेकेसनबाट थाक्नुभयो, अब बिजनेस गर्छु भन्नुभयो, त्यो पनि पाउनुभयो है कि हैन। लोकेसन फ्रिडम पनि छ यो बिजनेसमा। अनि उहाँले भन्नुभयो जस्तै 3 देखि 5 वर्षभित्रमा, अगेन म यो भन्ने बेला चाहिँ सधैँ डिस्क्लेमर भन्छु के फेरि, किनभने तपाईँले जोडिनु भयो अब म 5 वर्षमा रिटायर हुन्छु भनेर सोच्नुहुन्छ, तर काम गर्नुहुन्छ गर्नु हुँदैन त्यसको लागि भने चाहिँ फेरि द्याट्स नट पोसिबल नि हैन। हैन लान्सिस, मलाई चाहिँ यो सधैँ भन्न मन लाग्छ कि कन्सेप्सन हुन्छ नि त हैन। यिनीहरूले त भनेको भनै छ भन्छ हैन, म पनि जोडिन्छु, म पनि रिटायर हुन्छु भन्नुहुन्छ, तर तपाईँले गर्नुपर्ने काम चाहिँ गर्नुपर्छ। जति तपाईँले काम गर्नुहुन्छ त्यही अनुसार चाहिँ 3 देखि 5 वर्षभित्र, जसरी हाम्रो कोच सुषमाले चाहिँ 4.5 years बिजनेस जोइन भएको, यहाँ आएर चाहिँ उहाँले त्यो माइलस्टोन हिट गर्नुभयो जहाँ चाहिँ उहाँले अहिले आएर 5,000 मन्थली, कामै नगरे पनि उहाँको चाहिँ मन्थली 5,000 चाहिँ पेन्सन पाक्यो है। साथै अब अर्को हेर्नु न, उहाँको अचिभमेन्ट बोनस, त्यो टाइटल बोनस पनि भन्छ 25,000, त्यो र्याङ्कमा पुग्नु भएपछि उहाँको टाइटल बोनस, त्यो त टाइटल बोनस मात्र हैन। त्यसपछिको अब आउने त छँदैछ नि। अब त्यो भन्दैमा फेरि तपाईँको रिटायरमेन्ट पोजिसनमा पुग्नुभयो, तैँले बिजनेस छोड अब गर्न पाउँदिनस् भन्दैन यो बिजनेसमा। तपाईँले अझ गर्न सक्नुहुन्छ, अझ चाहिँ मन्थली मेनी मोर 5,000 भन्दा बढी पाउने गरी चाहिँ तपाईँले पछि गएर रिटायरमेन्ट लिन सक्नुहुन्छ। अब तपाईँले म रिटायरमेन्ट लिन्न भन्नुहुन्छ, या त अब मैले म पुग्यो बिजनेस गर्दिनँ भन्नुहुन्छ भने, जसरी लाहदन सिस्टरले भने जस्तो हामीले यो बिजनेस चाहिँ एउटा लेगेसीको रूपमा चाहिँ तपाईँले आफूले खोजेको मान्छेलाई, छोराछोरी होस्, श्रीमती होस्, तपाईँले चाहेको व्यक्तिलाई चाहिँ तपाईँले ट्रान्सफर गर्न सक्नुहुन्छ यो बिजनेस। जसरी हाम्रो पाखा बुर्जाको पाखा के भन्छ बाजे बराजुको पालादेखि चल्दै आएको एउटा सानो पसल तपाईँको बुवालाई ट्रान्सफर भयो, बुवाले अब तपाईँहरूलाई ट्रान्सफर गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँले यो बिजनेस पनि आफ्नो छोराछोरी या आफूले चाहेको व्यक्तिलाई चाहिँ तपाईँले ट्रान्सफर गर्न सक्नुहुन्छ। सो अगेन हामीले यो बिजनेस लेजिट हो, किनभने हामी लिगली ट्याक्स फाइल गरेर गर्छौँ यो बिजनेस। सो यति धेरै फाइदा छ कि यो बिजनेसको कुरा गरी साध्य छैन। अनि अर्को मेन कुरा त मैले भन्नै बिर्सेँ नि लादनसेस, यो बिजनेसमा आएपछिको हाम्रो पर्सनल ग्रोथ हेर्नु त। त्यसपछि म पछि थप्छु। डेफिनेटली पनि यो त म पनि सुन्न चाहना। सो go ahead, yeah, continue. अब यस्तो के, यो बिजनेसमा आउनुभन्दा अगाडि मेरो फेसबुक प्रोफाइल तपाईँले चेक गर्नुभएको थियो भने कसैले है, तपाईँले मलाई त्यहाँ देख्नुहुन्न थियो। एउटा पिक्चर थियो 10 वर्ष पुरानो हैन,
फेसबुक प्रोफाइलमा त्यो पनि कहिलेकाहीँ फुलको पिक्चर या केही राखेर छोडिदिने मान्छे होइन। एउटा प्रोफाइल पिक्चर रिसेन्टली राख्न खोज्यो भने 7 डेजको लागि राखेर फेरि पुरानै फोटोमा ब्याक हुन्थ्यो। लाइभ आउने त कुन चरीको नाम हो थाहा थिएन मलाई, अरू लाइभ आएको देख्दा पनि कति लाइभ आउन सकेको यिनीहरू भन्ने लाग्थ्यो क्या। तर यो बिजनेसमा आएपछि जब हामीले बुझ्दै गयौँ नि आफ्नो प्रेजेन्स सोसियल मिडियामा कति म्याटर्स गर्छ भन्ने कुरा होइन, अगाडि आएर बिस्तारै हामीले थोरै 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 गरेर चाहिँ जसरी हामीले हाम्रो कन्फिडेन्सहरू बिल्ड गर्दै गइरहेका छौँ अहिले आएर हामी डेली आएर तपाईँहरूको सामु चाहिँ हामीले यो बिजनेसको बारेमा बोल्न सकिरहेका छौँ, आफ्नो जर्नी सेयर गर्न सकिरहेका छौँ। त्यो पनि एउटा एकदमै ठुलो एडभान्टेज हो यो बिजनेसमा। तपाईँको पर्सनल ग्रोथ र प्रोफेसनल ग्रोथ पनि त्यत्तिकै सम्भव छ यो बिजनेसमा। अनि लास्ट बट नट द लिस्ट हाम्रो ग्लोबल कम्युनिटी त्यो त छँदैछ। लगभग 3 लाख मान्छेहरूको चाहिँ ग्लोबल कम्युनिटी छ जसले हामीलाई चाहिँ सानोभन्दा सानो सक्सेसलाई पनि सेयर गरिरहेको हुन्छ र होच्सेमा हाइन्से गर्दै हामीले एकअर्कालाई चाहिँ अगाडि लगिरहेका छौँ। त्यसको साथै चाहिँ अब हाम्रो नेपाली कम्युनिटी छ जुन कम्युनिटीले पनि हामीलाई हरदम हाम्रो सफलतामा चाहिँ सहयोग गरिरहेको छ र त्यो कम्युनिटी चाहिँ हामीले कुनै अरू बिजनेसमा पाउँदैनौँ, त्यो चाहिँ म ग्यारेन्टीका साथ भन्न सक्छु। या डेफिनेटली पनि हाम्रो यस्तो एमेजिङ कम्युनिटी छ कि मैले किनकि अहिलेसम्म होइन हाम्रो कम्युनिटी मैले अब धेरै देखेर पनि आएको छु, सुनेर पनि आएको छु होइन। अब आफूले पनि अब एक्सपिरियन्स भएर आएको छु, किनकि हामीले के गर्छु अहिले राम्रो चिज एउटा गर्छु भन्दाखेरि चाहिँ किन तलबाट हामीले पासारबाट तानिरहेको हुन्छ होइन, के अरे साइडबाट धागालिरहेको हुन्छ है। त्यसो गरेर हामीले अगाडि जाने सक्ने एकदम गाह्रो छ नि त। हाम्रो जुनै कम्युनिटी पनि त त्यस्तो धेरै छ नि त, पहिलादेखि पुर्खौँदेखि आइरहेको त्यो हो होइन। त्यही त भने यहाँ तर यो बिजनेसभित्र आएर मलाई यस्तो एमेजिङ लाग्यो कि हाम्रो कम्युनिटीले चाहिँ जुनै सुकै अब हामीले यस्तो हाम्रो चाहिँ ग्लोबल कम्युनिटी छ। हामीले एभ्री विक हाम्रो ट्रेनिङ हुन्छ, ट्रेनिङमा हामीले देखेर आएको हुन्छ। उहाँहरू चाहिँ हामीले फेस टु फेस हामीले भेटेको छैन होइन, तर पनि हामीले जुनै सिकेटमा हाम्रो मेन्टर कोच हामीसँग भइहाल्छ, हामीले लाइफ टाइमबाट छ उहाँहरू छ। तर पनि कहिले उहाँहरूको पनि फ्यामिली हुन्छ, काम हुन्छ होइन, केही काम परेर आफ्नो टाइम फुर्सद नमिलाएर हामीले केही सोध्नु पर्यो भने त्यो कम्युनिटी जुनै हाम्रो बिजनेस पार्टनरले चाहिँ पापा हुनुहुन्छ क्या, यस्तो साथ सपोर्ट दिन्छ, यस्तो सिकाउँछ। विच इज लाइक I'm really proud, like proud, and I'm so happy to be a part of this journey. Of course. एकदम लाग्यो क्या। त्यसैले आफू पनि यहाँ आएर फर्स्टमा म जोइन हुन्छ त मैले किनकि आफूले फ्युचरको लागि केही गर्नु पाए हुन्थ्यो, बच्चाहरूलाई होइन केही देखाउने र दिने पाए हुन्थ्यो जस्तो लागेर नै मैले जोइन गरेको हो है। अनि किनकि सानोतिनो कुरो लान गर्छु भनेर जोइन गरेको हो। तर पनि यो कम्युनिटीभित्र के अरे पहिला टेकिसकेपछि त हामीले इन्कम त छँदैछ है, तर पनि साथसाथै हामीले यस्तो एमेजिङ पाएपछि त उहाँहरूले यति के अरे इन्सपायर मोटिभेट गरेर हामीले साथी गर्छौँ भने त वाइ नट, मैले पनि केही न केही गर्नु पर्यो नि, म पनि त्यही गर्छु भनेर चाहिँ यति त्यो हुँदो रहेछ क्या आफूले होइन। कन्सिस्टेन्सी दिन मन लाग्छ, कन्सिस्टेन्सी दिएर हामीले यो बिजनेसको बारेमा कसरी लर्न गर्नु पर्यो, कसरी सिक्नु पर्यो, त्यो सिकेर चाहिँ मैले अर्कोले होइन कसरी के अरे हेल्प गर्नु सक्छ त्यही सोचेर चाहिँ यति के मोटिभेट हुन्छ क्या। अनि त्यसैले म जहिले पनि हाम्रो टिम ट्रेनिङ होस् अथवा रोल पे टिम ट्रेनिङ होस् कि जुनैसुकै म आई डोन्ट वान्ट टु बी मिस इट। म कहिले काममा हुन्छु है, काममा हुँदाखेरि पनि त्यो कतै अब रोल प्ले चलिरहेको छ भने म जोइन गरिहाल्छु कि, बच्चा सुतिरहेको छ भने म छिटो त्यसले एयरपोर्ट आएर म जोइन गरिहाल्छु। म आफू पार्टिसिपेट गर्न पाएस् नपाओस्, I can listen something to learn. I want something even like मैले एउटै होस् र लर्न गर्न पाए नि त होइन। त्यसले I really enjoying त्यही भन्नु मन लाग्छ। त्यही त नि कम्युनिटी त एकदमै छ यो बिजनेसमा।
या अनि मैले त्यो अलिकति 3टा कमेन्ट आएछ त्यो चाहिँ पढ्छु ल हाम्रो लास्मी कास्तीले भन्नुभएछ हेलो आवर स्ट्रङ लिडर भन्नुभएछ हेलो लक्ष्मी sis. हेलो अनि उहाँले भन्नुहुन्छ वाचिङ लाइभ फ्रम बोस्टन रे के युएसए थ्याङ्क यू लक्ष्मी अनि हाम्रो नवीन पुन भन्नुभएछ हेलो सिसहरू नमस्ते वाचिङ फ्रम नेपाल भन्नुभएछ वाउ नवीन नेपाल त एकदम टाढै हो नि त अहिले बिहानै हो हाम्रो लाइफमा जोइन गरिदिनु भयो त्यसको लागि धेरै 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 थ्याङ्क यू भनेर भन्न चाहन्छु साथ सपोर्ट दिनुभएकोमा चाहिँ थ्याङ्क यू सो मच भनेर भन्न चाहे मेरो यसमा चाहिँ अहिले कमेन्ट मेरोमा पनि दुईजना हुनुहुन्छ है इन्द्र घले दाइले भन्नुभएको छ हेलो हाम्रो बिजनेस रेखा थापा भन्नुहुन्छ के मलाई चाहिँ हाम्रो त्यो माइलस्टोन सेलिब्रेसन भएदेखि उहाँले चाहिँ मलाई रेखा थापा भन्न थाल्नु भएको छ कि कसैले मलाई उपाधि दिनु भएको छ म चाहिँ खुसी छु त्यसमा हैन उहाँले चाहिँ हेलो आवर बिजनेस रेखा थापा आई एम वाचिङ फ्रम माई वर्क प्लेस भन्नुभएको छ थ्याङ्क यू इन्द्र दाइ थ्याङ्क यू बेना म पनि तपाईँलाई भेना नै भन्छु अबदेखि हाम्रो बिना माइ गॉश बिना बेस्ट बिना हाम्रो अनि पंकज मण्डल भाइले भन्नुभएको छ नमस्ते दिदी नमस्ते पंकज थ्याङ्क यू सो मच फर बिङ हियर ओके वी क्यान कन्टिन्यू थ्याङ्क यू ओके थ्याङ्क यू सो मच मैले चाहिँ यहाँ मेरो टिकटकबाट पनि मैले लाइभ गरिरहेको छु सो यहाँ मेरो भ्युवर्सहरूले चाहिँ थाहा हो त्यो एउटा सानोतिनो कुराहरू पनि थाहा होस् हाम्रो बिजनेसको बारेमा भनेर मैले लाइभ गरिरहेको छु टिकटकबाट पनि सो यहाँ अनि तपाईँहरू जोइन गरिदिनु भएको पनि थ्याङ्क यू सो मच अनि एन्डमा चाहिँ अब हामीले माइ गॉश कुरा गर्दै गर्दै कति टाइम कस्तो तेरो चाहिँ मैले चाहिँ अब म के भन्न चाहन्छु भने हाम्रो अब यो बिजनेसको बारेमा हाम्रो उहाँहरूले हाम्रो कन्टेन्ट्स हेरेर सोचिरहनु हुनेहरूले चाहिँ एउटा इन्ट्रेस्ट भएर तर पनि अगाडि आएर आउन नसक्नेहरूले चाहिँ तपाईँले कसरी हामीले के अरे फर्स्ट स्टेप चाहिँ कसरी के गर्नुपर्छ भनेर चाहिँ त्यो अलिकति बताइदिनु न पहिलो चिज चाहिँ तपाईँहरू जुन हामी चाहिँ फेन्स सेटिङ भन्छौँ होइन जो चाहिँ हेर्दै हुनुहुन्छ अझ बुझ्छु भिडियोहरू हेरेर बस्नु भएको छ भने चाहिँ फर्स्ट थिङ चाहिँ धेरै वेट नगर्नुहोस् अब होइन टाइम इज पासिङ एनीवे होइन पर्फेक्ट टाइम भनेको कहिले पनि आउँदैन किन भन्नुहुन्छ भने लाइफ त चलिरहन्छ नि होइन आज केही भइरहेछ भोलि पनि केही न केही आउँछ होइन लाइफ चलिरहन्छ पर्फेक्ट टाइम भनेको कहिले पनि आउँदैन पर्फेक्ट टाइम भनेको हामीले बनाउनु पर्छ होइन सो अर्को कुरा के भन्छ त्यो कल करे सो आज करे सो अब भन्थ्यो नि त्यो हिन्दीमा होइन सो त्यही अनुसार चाहिँ अब धेरै नपर्खिनुहोस् स्टार्ट नाउ अहिले सुरु गर्नुहुन्छ अहिलेदेखि तपाईँ सफलताको शिखरमा चाहिँ तपाईँले पाइला चाल्नुहुन्छ होइन तपाईँलाई सक्सेस हुनु छ भने चाहिँ तपाईँले त्यो फर्स्ट स्टेप चाहिँ लिनै पर्छ होइन सो हाम्रो बिजनेसको सबैभन्दा पहिलो स्टेप भनेको तपाईँहरूले के गर्नुपर्छ भने चाहिँ हाम्रो वेबसाइट लाडुनसिसको वेबसाइट छ त्यहाँ मेरो वेबसाइट चाहिँ www.rameghatua.com छ तपाईँले मेरो फेसबुक पेजमा गएर बुझ्न सक्नुहुन्छ इफ यु वान्ट होइन वहाँ गएर चाहिँ तपाईँले कुनै पनि व्यक्तिको तपाईँ अहिले भिडियोमा इन्ट्रेस्टेड हुनुहुन्छ तपाईँले देख्नु भएको छ र तपाईँलाई बुझ्ने इच्छा छ उहाँहरूको पेजमा जानुहोस् उहाँहरूको इन्फर्मेसन तपाईँले चाहिँ के भन्छ अरे त्यसलाई हाम्रो वेबसाइट पाउनुहुन्छ फेसबुक पेजमा होइन फर्स्ट स्टेप भनेको चाहिँ त्यो वेबसाइटमा गएर तपाईँले केही चाहिँदैन हामीलाई नो निड टु स्पेन्ड एनिथिङ तपाईँको नेम फुल नेम अनि त्यसपछि तपाईँको इमेल एड्रेस त्यति भयो भने तपाईँलाई चाहिँ फर्स्ट स्टेप तपाईँले कम्प्लिट गर्नुहुन्छ फर्स्ट स्टेप तपाईँले कम्प्लिट गरिसकेपछि के हुन्छ भने चाहिँ तपाईँलाई चाहिँ फ्री वेबिनार भिडियो आउँछ होइन त्यो वेबिनार भिडियोले चाहिँ जुन भनिहाल्यो नि FREE फ्री है त्यो भिडियोले चाहिँ तपाईँलाई चाहिँ बिजनेस मोडेलको बारेमा चाहिँ ब्रिफ जानकारी दिन्छ है ब्रिफ जानकारी दिन्छ त्यसको साथै चाहिँ यो बिजनेस सक्सेसफुली रन गरिरहनु भएको व्यक्तिहरूको चाहिँ टेस्टिमोनियल्स उहाँहरूले चाहिँ कहाँबाट सुरु गर्नुभएको थियो कस्तो हुँदैछ उहाँको बिजनेस
र उहाँको लाइफ चाहिँ कसरी चेन्ज गर्यो यो बिजनेसको बारेमा भन्ने कुरा चाहिँ तपाईँलाई त्यो भिडियोले चाहिँ जानकारी गराउँछ। अब तपाईँलाई त्यो भिडियोले तपाईँलाई मन खायो हैन, त्यसपछि हामीलाई रिच आउट गर्नुहुन्छ। तपाईँले रिच आउट गरिसकेपछि हामीबाट तपाईँले इन्फर्मेसन पाउनुहुन्छ हैन। त्यो इन्फर्मेसन पाइसकेपछि तपाईँ अगाडि बढ्नुहुन्छ भनेको हाम्रो नेक्स्ट स्टेप हो $149 अमेरिकन डलर त्यो चाहिँ डिपोजिट गर्ने हाम्रो सिस्टममा हैन। त्यो डिपोजिट हामी किन भन्छौँ भन्ने कुरा चाहिँ फर्स्ट थिङ म चाहिँ यसलाई चाहिँ एज अ एन्ट्री फी हाम्रो ग्लोबल बिजनेसमा चाहिँ एन्ट्री हुने फीको रूपमा चाहिँ तपाईँलाई जानकारी गराउन चाहन्छु। त्यो एन्ट्री फी तपाईँले जब पे गर्नुहुन्छ, तपाईँ कुनै पनि ठाउँमा एप्लिकेसन दिन जानुहोस् हैन, तपाईँले चाहिँ स्कुलको एप्लिकेसन, स्पेसली ब्याक होममा त एप्लिकेसन फर्म भनेर तपाईँले पैसा पेमेन्ट गर्नुपर्छ। जबको लागि पनि एप्लिकेसन फर्म भनेर पैसा पेमेन्ट गर्नुपर्छ। तपाईँ अब यदि अमेरिकामा हुनुहुन्छ, एजेन्सीमा जानुहुन्छ तपाईँको वर्क खोज्नको लागि भने उहाँहरूलाई तपाईँले अपफ्रन्ट पैसा दिनुहुन्छ। त्यसरी नै यो बिजनेसमा चाहिँ यो 149 चाहिँ एउटा एप्लिकेसन फीको रूपमा चाहिँ मान्छु म यसलाई चाहिँ। तर यो यसको फाइदा के छ भन्नुहुन्छ भने चाहिँ यो चाहिँ 100% रिफन्ड ग्यारेन्टी 30 डेज भित्र है। 30 दिनभित्र चाहिँ तपाईँले चाहिँ यो बिजनेसको मोडेलदेखि लिएर बिजनेस के हो, कसरी गरिन्छ, यसबाट कसरी हामीले इन्कम म्याक्सिमाइज गर्न सक्छौँ, यसका पार्टनरहरू को छन्, तपाईँले चाहिँ अरू पनि के गर्न सक्नुहुन्छ यो बिजनेसमा आएर भन्ने कुराको चाहिँ एउटा 8वटा भिडियो मार्फत चाहिँ तपाईँलाई जानकारी गराउँछ त्यो 149 तपाईँले डिपोजिट गर्ने भएसँगै। अनि त्यसपछि तपाईँलाई चाहिँ हामीले हाम्रो फेसबुकको ग्रुप, हाम्रो भिआइपी ग्रुप छ जसमा 3 लाख मान्छेहरू ग्लोबली चाहिँ इनरोल हुनुहुन्छ, त्यो भिआइपी ग्रुपमा पनि एन्ट्री गराउँछौँ। र अर्को कुरा चाहिँ तपाईँले चाहिँ त्यो एजेन्सीमा जानुभयो, तपाईँले पेमेन्ट गर्नुभयो एप्लिकेसन फी हैन, त्यसपछि तपाईँले जब चाहिँ पाउनु भएन, तपाईँले त्यो एप्लिकेसन फी फिर्ता पाउनुहुन्छ? पक्कै पनि पाउनुहुन्न। सो हाम्रो बिजनेसमा चाहिँ तपाईँले यो बिजनेसको बारेमा कम्प्लिट इन्फर्मेसन लिइसकेर पनि हैन 30 डेज भित्र तपाईँले चाहिँ हैन यो मेरो बिजनेस, यो बिजनेस चाहिँ मेरो जीवनसँग मेल खाँदैन, इट डजन्ट म्याच माई लाइफस्टाइल, आई क्यान डु इट भन्नुहुन्छ भने तपाईँको 30 दिनभित्र भनिहाल्यो नि 30 डेज, डोन्ट वेट 31 डेज, विदिन 30 डेज तपाईँले चाहिँ मेरो लागि होइन भन्नुहुन्छ भने चाहिँ तपाईँको त्यो $149 चाहिँ फुल $1 पनि हामीले नराखिकन, सिस्टममा नराखिकन तपाईँलाई फुल्ली रिफन्ड हुन्छ। अहिले $149 छ, के थाहा भोलि गएर त्यो मनी बढी बढ्न पनि सक्छ, किनभने हिजो $75 थियो त्यो भन्ने कुरा, अहिले $149 भएको छ, भोलि गएर त्यो पनि बढी हुन सक्छ। सो त्यही भएर भोलिसम्म वेट नगर्नुहोस्, आजै आउनुहोस्। तपाईँलाई चाहिँ भनिहालेँ नि, तपाईँले यो बिजनेस बुझिसकेर पनि तपाईँको मनी ब्याक हुन्छ। त्यसपछि त तपाईँले लिइसकेको इन्फर्मेसन त हामीले फिर्ता लिन सक्दैनौँ त, त्यो त तपाईँसँगै रहन्छ। र त्यो इन्फर्मेसन तपाईँले चाहिँ यो बिजनेसमा मात्र नभएर ग्लोबली चाहिँ हाम्रो डिजिटल बिजनेस, डिजिटल अनलाइन स्पेसमा चाहिँ कसरी सर्भाइभ हुने भन्ने कुरा पनि सिकाउँछ क्या तपाईँलाई हैन। त्यो पनि फ्रीमा, यदि तपाईँले बिजनेसको बारेमा अगाडि बढ्नुहुन्न भने हैन। अब यति गरिसकेपछि तपाईँले 149 डिपोजिट गर्नुभयो, तपाईँले त्यो 8वटा भिडियो हेर्नुभयो, बारम्बार लगातार हेर्नुभयो, विदिन 30 डेज तपाईँले भन्नुभयो आई वान्ट नो, आई वान्ट डु इट भन्नुहुन्छ भने हाम्रो नेक्स्ट स्टेप, तपाईँले फर्स्ट स्टेप भन्नुभएको थियो, म त पुग्न लागेँ। थर्ड स्टेप चाहिँ म के भन्छु भने चाहिँ हाम्रो खोज, जुन अमेजिङ सुषमा दिदी हुनुहुन्छ हैन, उहाँसँग चाहिँ तपाईँले स्ट्राटेजी कल लिनुहुन्छ हैन। तपाईँले त्यो स्ट्राटेजी कल लिनुहुन्छ, उहाँले अझ तपाईँलाई यो बिजनेसको बारेमा बुझाउनुहुन्छ, अनि तपाईँले बुझिसकेर तपाईँ यो बिजनेसमा आउनुहुन्छ भने त्यसपछि तपाईँलाई चाहिँ लाइसेन्स दिन्छ यो बिजनेसको। त्यसपछि तपाईँ एज अ इन्डिपेन्डेन्ट बिजनेस ओनर है, मैले रिक्रुट गर्ने होइन, लाडन्सिसले रिक्रुट गर्ने होइन, तपाईँ मेरो मेम्बर हुनुहुन्न, म तपाईँको बस होइन, तपाईँ जब जोइन हुनुहुन्छ तब तपाईँ एज एन इन्डिपेन्डेन्ट बिजनेस ओनर लाइक मी एन्ड लाडन्सिस, तपाईँ एज एन इन्डिपेन्डेन्ट बिजनेस ओनर चाहिँ जोइन हुनुहुन्छ। सो त्यसरी चाहिँ हाम्रो स्टेपहरू पुरा हुन्छ यो बिजनेसमा जोइन हुनको लागि। फर्स्ट स्टेप भनेको अगेन टेक इट नाउ, टेक एक्सन नाउ,
so you can start walking towards the success. है तपाईको नेम अनि इमेल हाम्रो वेबसाइटमा प्लग इन गर्ने। अब अहिले त्यो गर्न सक्नुहुन्न, तपाईलाई वेबसाइट फाउन्ड गर्नलाई गाह्रो छ भने चाहिँ तपाईले पहिलो चीज त हामीलाई इन्फो दिनुस् भनेर मेसेज पनि गर्न सक्नुहुन्छ। त्यति गर्नुभएपछि हामी तपाईलाई रिच आउट गरिहाल्छौं हैन त लाटन सिस? Yeah, definitely. Yes, yeah, definitely. Thank you so much. तपाईले यति यस्तो एक्सप्लेन क्लियरली गर्नुभयो। डेफिनेटली पनि मेरो भ्युवर्स र सब्स्क्राइबरहरु के अरे भ्युवर सब्स्क्राइबर र फलोवर्सहरुले डेफिनेटली पनि उहाँहरुले के अरे केही न केही थाहा पाउनुभएको छ कसरी यो बिजनेसमा आयो भने कसरी जोइन गर्नुपर्ने रहेछ हैन, कसरी बुझ्नलाई कसरी हुनु पर्ने रहेछ र पछि गएर कसरी जोइन गर्नुपर्ने छ भनेर चाहिँ डेफिनेटली पनि उहाँहरुले थाहा पायो होला हैन। तपाईले यति क्लियरली भन्नुभयो। थ्यांक यू सो मच भनेर भन्न चाहन्छु। सो त्यसमा चाहिँ म के थप्न चाहे भनेपछि हैन, मेरो चाहिँ अहिले यसको अब यो मेरो लाइफ हो हैन, मेरो चाहिँ अहिले लिड धेरै झरेको छ तर पनि मैले धेरै जसो मैले रिच आउट गरेको छु हैन, तर कुनैको मैले रिच आउट गर्न सकेको छैन किनकि तपाईहरुले मेरो वेबसाइटमा आएर इमेल र के अरे नाम राखेर चाहिँ रेजिस्टर गर्नुभएको रहेछ। त्यसपछि चाहिँ डेफिनेटली पनि तपाईहरुसँग क्वेशन हुन्छ हैन, क्वेशन हुन्छ, त्यसको लागि चाहिँ मलाई रिच आउट गर्नु होला हैन। त्यसको साथसाथै मैले तपाईहरुले यो बिजनेसको बारेमा के क्वेशन छ त्यसमा चाहिँ आन्सर दिनको लागि म रेडी छु है, रेडी छु। त्यसको साथसाथै मैले चाहिँ एउटा तपाईहरु इन्ट्रेस्ट छ भनेपछि तपाईहरुले चाहिँ वीआईपी एउटा ग्रुप छ त्यसमा पनि मैले हाल्न इन्भाइट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले रिच आउट गर्न सकेको छैन, मैले इमेल त गरिरहेको छु। तर तपाईहरु यो लाइभ हेरिरहनुहुन्छ भने प्लिज मलाई रिच आउट गर्नु होला हैन। जोसँग मैले रिच आउट भएको छैन मलाई मेरो फेसबुकको लिंक पनि पठाइदिएको छु तपाईहरुसँग, त्यो तपाईहरु इमेलमा हेर्नुहुनेछ, त्यो मेरो फेसबुकको लिंक त्यही छ, त्यहाँ क्लिक गरेर जोइन गरिदिनु होला भनेर भन्न चाहन्छु। सो मैले त्यो एउटा चाहिँ म पनि यहाँ भन्न चाहन्छु, यदि तपाईहरुले मलाई हेरिरहनु भएको छ मेरो लाइभमा मेरो पेजबाट या लाडन सिसको पेजबाट तपाईहरुले चाहिँ हेरिरहनु भएको छ जसले चाहिँ पहिला इन्क्वायरी गर्नु भएको थियो, तपाईहरु अझै पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने प्लिज रिच आउट हैन। हामीले फलो अप गर्ने कोसिस गरेका छौं। कति टाइम त अब कति टाइम बितिसक्छ हैन, कहिलेकाहीँ फलो अप गर्ने टाइम पनि मिल्दैन, तर तपाईले रिच आउट गर्नुहुन्छ भने चाहिँ हामी तुरन्तै तपाईलाई चाहिँ हामी पनि रिच आउट गर्छौं। सो त्यही भन्न चाहन्छु। थ्यांक यू सो मच। या म त्यही भन्न चाहन्छु। मलाई कमेन्ट आएछ, कमेन्ट एउटा दिन पढ्छु हैन, अनि पछि चाहिँ हामी रेप अप गर्छु ल। अनि 1 घण्टा पनि भएछ है, भयो त। Oh my god, time कति छिटो जाँदो रहेछ। डेफिनेटली। दोर्जी फिन्जल भन्नुभएछ, टसिस दिले भन्नुभएछ, टसिस दिले। And यमुना बहिनी हेलो भन्नुभएछ, गुड मर्निङ यमुना। सो उहाँ चाहिँ लाइभ फ्रम नेपाल, बिहान 5 बजे उठेर 6 बजे उठेर पनि हाम्रो लाइफमा जोइन गरिदिनु भयो। थ्यांक यू सो मच भनेर भन्न चाहन्छु है। अनि हाम्रो बिजनेस चाहिँ ग्लोबल हो भन्ने कारण नै यही हो है। हाम्रो बिजनेस पार्टनरहरु जुनैसुकै ठाउँबाट पनि हामीलाई जोइन गरेर हैन हामी यस्तो एक अर्काले हैन साथ सपोर्ट गर्न सक्छौं है। त्यही भनेर हाम्रो विच इज सो अमेजिङ। अनि फेरि पनि हाम्रो दोर्जी फिन्जल भन्नुभएछ, वाचिङ लाइभ फ्रम फ्रान्स लेसी, इट्स ग्लोबल। या उहाँ पनि फ्रान्सबाट हेरिरहनु हुँदो रहेछ। थ्यांक यू सो मच बोन्जोर दोर्जी जी, बोन्जोर। फ्रेन्च पनि बोल्दियौ न, अब हामीलाई पनि अलिअलि आएको। ल भन्नु न, भन्नु। त्यति नै आउँछ मलाई, बोन्जोर भन्नु मात्रै आउँछ। दोर्जी फिन्जल हो उहाँको नाम चाहिँ। अनि वाचिङ लाइभ फ्रम फ्रान्स रहेछ। बोन्जो है, बोन्जो म पनि। ओके, सो तपाई सबैजनाले अब हामी र्याप अप गर्छौं हैन, कि लास्टमा के राख्नुपर्ने छ हैन? त्यही नै हो हैन। तपाईले मलाई बोलाइदिनु भयो सबैभन्दा पहिले त लादन सिस, तपाईलाई धेरै धेरै थ्यांक यू हैन। तपाईले चाहिँ आफ्नो बिजनेस पेजमा आएर चाहिँ मलाई आफ्नो मनको कुरा केही र यो बिजनेसको बारेमा केही कुरा चाहिँ शेयर गर्ने मौका दिनु भएको छ हैन। त्यसको लागि चाहिँ धेरै 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 थ्यांक यू। अनि हाम्रो भ्युअर्स, फलोवर्स अनि सब्स्क्राइबर्सहरु पनि हुनुहुन्छ, तपाईहरुलाई पनि आफ्नो बहुमूल्य समय हैन, एउटा बिजी डेबाट चाहिँ थोरै समय निकालेर हामीलाई दिनु भएको छ, त्यसको लागि पनि अब जसले चाहिँ लाइभ हेर्नुभयो तपाईहरुलाई पनि थ्यांक यू, र जसले चाहिँ हाम्रो भिडियोको रिप्ले हेर्नुहुन्छ तपाईहरुलाई पनि मनैदेखि थ्यांक यू भन्न चाहन्छु।
सो लास्टमा म पनि मेरो फेसबुक होइन, फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब सबैजनालाई होइन, सब्सक्राइबर र भ्युवर्स, फलोवर्स सबैजनाले थ्याङ्क यू भनेर भन्न चाहन्छु। अहिलेसम्म तपाईँहरूको साथ सपोर्टले नै म यहाँसम्म पुगेको छु है। अनि डेफिनेटली पनि आज मैले स्पेसल गेस्ट बोलाएर हाम्रो बिजनेसको बारेमा यस्तो सेयर गर्न के अरे लागि मलाई बिजनेसको के अरे स्पेसल गेस्ट बोलाउनुको कारण पनि तपाईँहरूलाई किनकि हाम्रो बिजनेसको बारेमा होइन केही अब पछाडि बजेर तपाईँहरूलाई के होला कसो होला भन्ने क्वेसन एउटा क्युरियोसिटी छ भने त्यसको लागि पनि अलि एउटा 2 सप्ताहलाई पनि बुझोस् भनेर चाहिँ मैले यही नै राखेको हो होइन। यो अपर्च्युनिटी मैले ग्राब गरेको हो। त्यसको लागि चाहिँ तपाईँहरूले डेफिनेटली पनि मेरो स्पेसल गेस्टको थ्रुबाट चाहिँ डेफिनेटली पनि तपाईँहरूलाई एउटा क्वेसन आन्सर पायो होला भनेर आशा गर्दछु है। सो यहाँ अनि आजको लाइभ पनि यहीँ अन्तिम गर्न चाहन्छु। 1 घन्टा पनि भएछ। फेरि हाम्रो स्पेसल गेस्टको लागि फेरि उहाँ बिजी पनि होला होइन। तपाईँले यस्तो सर्ट मैले अघि पनि भन्यो होइन, अहिले पनि अब एन्डमा यस्तो छोटो समयमा मैले इन्भिटेसन गरेको रूपमा एक्सेप्ट गरेर तपाईँले आइदिनु भयो। त्यसमा चाहिँ हृदयदेखि थ्याङ्क यू भनेर भन्न चाहन्छु। सो डेफिनेटली पनि फेरि पनि इन फ्युचर फेरि पनि भेट्न आशा गर्दैछु भन्दै म यो एकछिन at the end, not but last again, हाम्रो अमेजिङ सुषमा दिदीलाई चाहिँ यहाँबाट फेरि पनि एकचोटि कङ्ग्रेचुलेसन भन्न चाहन्छु होइन। तपाईँले त्यहाँसम्म पुग्नुभयो, तपाईँको मेहनत, तपाईँको कन्सिस्टेन्सी र तपाईँको डेडिकेसन, त्यसबाट चाहिँ म एकदमै इन्स्पायर छु होइन। हामी पनि त्यहाँ पक्कै पनि पुग्नेछौँ एक दिन। तर आजलाई चाहिँ तपाईँलाई चाहिँ फेरि पनि मैले लास्ट 3 डेज भयो मैले यो सुषमा दिदीलाई चाहिँ कङ्ग्रेचुलेट गर्न छोडेको छैन। अनि अगेन मोर एन्ड मोर एभ्री डे तपाईँलाई चाहिँ म कङ्ग्रेचुलेट गर्न चाहन्छु सुषमा दिदी। तपाईँ हुनुहुन्छ र त हामी सबै छौँ यहाँ होइन। कङ्ग्रेचुलेसन एन्ड मेरो थ्रुबाट पनि डेफिनेटली हाम्रो अमेजिङ कोच तपाईँ नपाएको भए हाम्रो मेन्टर हुने थियो होला होइन। मेन्टर नभए पनि हामी यहाँसम्म आएर यति बोल्नु सक्ने थिएन होला होइन। त्यसैले हृदयदेखि नै थ्याङ्क यू भनेर भन्न चाहन्छु। त्यसको तपाईँको गुणहरू कहिले पनि बिर्सिँदैन। एभ्री डे सम्झिन्छु, बिहान उठ्छु होइन, सम्झिरहेको हुन्छु है। त्यसैले म पनि अब तपाईँको हिजो अस्ति एचिभमेन्ट देख्दाखेरि यति खुसी भयो होइन। अब डेफिनेटली पनि हाम्रो बिजनेसबाट सबैजना खुसी नै छ होला होइन। साथसाथै म पनि यति खुसी भयो भने मैले त भन्नु पनि सक्दैन कि त्यो एचिभमेन्टको त्यो पोस्ट देख्दाखेरि मैले त आँसु थाल्नु पनि सकेन। हामी पनि तपाईँकै नक्सा कदममा चल्दैछौँ सुषमा दिदी, त्यति चाहिँ थाहा पाउनुहोस् भन्न चाहन्छु। अनि once again at the end, once again huge congratulations भन्न चाहन्छु हाम्रो कोच, अमेजिङ कोच सुषमा दिदीलाई भन्दै अब यो लाइभ चाहिँ यहाँ एन्ड गर्छु। सो सबैजनाले थ्याङ्क यू, नमस्ते भनेर भन्न चाहन्छु। बाई।